हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि सबैजनालाई ह्याप्पी दसैँ। मैले चाहिँ दसैँको लागि अनलाइनबाट सपिङ गरेको थियो अनि फाइनली आज चाहिँ डेलिभर भएको छ। भर्खरै मैले लिएर आएको। हेरौँ है त कस्तो छ, सँगै बसेर। ओके, यो नेपाल क्यानमुभबाट आएको। वाउ, सो प्रिटी। यो चाहिँ सल, यो चाहिँ सल है। यो चाहिँ सुरुवाल, सुरुवाल। यो चाहिँ कुर्ता। मैले चाहिँ अनलाइनबाट अर्डर गरेको, एकदमै राम्रो लागेर। अनि दसैँ चाहिँ हामीले मनाउन हुँदैन, जुठो परिरहेको छ। त्यही पनि अब दसैँ भनेपछि भित्रैबाट नयाँ लुगा त्यो हुन्छ नि त। तर केटाकेटी जस्तो पहिलाको जस्तो रहर इच्छा चाहिँ नहुने रहेछ कि। हेलो, गुड मर्निङ एभ्रिवान। ह्याप्पी दसैँ सबैजनालाई। बिहान बिहानै घाम लागेको छ। अनि म चाहिँ आज दसैँको लागि मैले लुगा किनेको थिएँ, अनि त्यही बनाउन दिएछु टेलरमा। अनि लिन गएको। यो चाहिँ टमाटर रोपेको। मलाई चाहिँ दसैँ आए जस्तो नै लागेको छैन कि। आन्टी ए मङ्गलबार भन्नुहुन्थ्यो, बुधबार पो आएँ म त। आउनु भयो तर अब भोलि मात्रै लाग्ने थियो, म घर पाइनँ कि। हजुर, ए दुःख पाइयो। बनाइदिनु नै भएको रहेनछ। यत्रो आउनु मात्रै पर्यो। कस्तो टाढा छ। राँगासँग चाहिँ मेरो वान साइडेड लभ पर्यो है साथीहरू। बाई बाई। अनि यहाँनिर चाहिँ एउटा कुकुर सुतिरहेको रहेछ, जिउभरि गाउने गाउँ हेर्दै माया लाग्ने गरी कति धेरै गाउँ। ओ माई गड। वान्स अगेन गुड मर्निङ एभ्री वान। अस्ति लुगा नबनाइदिएर फेरि आज जाँदैछु नि त लिनुलाई। त्यही भएर बिहान अहिले 7 बज्यो, यस्तो घाम लागेको छ। ओ माई गड, छाता उडेर हिँड्नु पर्छ। आम्मामामामा, उफ, हावा भन्ने कुरा त यति पनि आएको छैन हो। कस्तो गर्मी। उफ, यहाँ लेडाङमा यस्तो गर्मी भयो छ, झापामा झन् कस्तो होला। आज चाहिँ बल्ल दसैँ आए जस्तो लाग्यो। बाटोमा चुवासी ढालिरहेछन्, कसैले खसी ढालिरहेछन्, कसैले राँगा ढालिरहेको छन्। ओ माई गड, सबतिर चुवासी, सबतिर दसैँ लागिसकेको छ। खसीको मासु खानुभन्दा अगाडि नै पेट ठुलो भइसकिसक्यो। खसीको मासु खाएर कत्रो हुने हो। अहिले पनि बनाइदिएनछन्। मान्छे कुटेर हिँड्न मिल्ने भएकोमा म कुटेर हिँड्नु जस्तो रिस उठ्छ हौ। 2-3 चोटि भइसक्यो आएको यस्तो घाममा। उफ, म त रिस उठेर मर्न लागिसकेँ। मलाई यति रिस उठेको छ, कसम भनेको। म कुटेर हिँड्न मिल्ने भयो, कुटिएर हिँड्ने थिएँ। यस्तो गर्मीमा मान्छेलाई दुःख दिने हो। एकचोटि पो हुन्छ त, 2-3 चोटि भइसकिसक्यो। बाफ रे बाफ। दसैँ आयो, यतातिर दसैँ आयो। मलाई खोइ निम्तो आन्टी। मलाई निम्तो खोइ। अनि भरे निम्तो गर्नै छ। अम्मा के निम्तै लु ढुङ्गे निम्तो। ढुङ्गे निम्तो कम्दी के हो नि राम्रो सुहा चाहिँ त देख्नै हुँदैन, यहाँ मुखबाट पानी नै निस्किन्छ। भरे आउनु पर्यो खानलाई। छेत्रीकी छोरी भएर पनि के हो, मेरो बिहे त राई लिम्बूसँग हुन्छ जस्तो लक्षण छ त। रिस उठिरहेको थियो, चुहाचेलाई देखेर रिसै मर्यो। कसैलाई यस्तो हुन्छ त, मलाई हुन्छ।
पसिनै आइसक्यो पसिना। राति आउँदा नि बनाइदिनु भएको रहेनछ अनि रुङ्गी हो रि अब चाहिँ लिएर जानु पर्यो भनेर लिएर आएँ लगाएँ कस्तो प्रिटी देखिएको वाउ सो नाइस थ्याङ्क यू फर वाचिङ बाई बाई गाइज किप सपोर्टिङ